आयो आज हाम्रो स्कुलबाट होइन एउटा हुन्छ नि घुम्न लगिरहेको छ सुकुटे ब्रिज अनि हामी चाहिँ एकदमै एक्साइटेड छु हाम्रो साथीहरू यता भिडियो टिकटक बनाउँदै हुनुहुन्छ एकदमै सँगले यहाँ भिडियो बनाएर हाई नमस्ते जोजोप्पा सेवारो ल आउनु न भिडियोमा छिटो आउनु न भिडियोमा छिटो के भन्न मन लाग्छ नि भन्नु तिम्रो पनि काछ र सेतै मन छ कता आउनु न ट्रान्जेक्सन भिडियो बनाऊँ आज घुम्न फाइनली मसँग जान लागिरहेको छिन् काटिदिन्छु अनि अब बुहारी हाउ आर यू आज हामी रमाइलो गर्न जाँदैछौँ अलि धेरै रमाइलो गर्नुपर्छ 2 शब्द अनि मेरो 2 शब्द धन्यवाद तपाईँको शब्द माया सबैजनालाई मेरो 2 शब्दै मायामा टुङ्गिन्छ साथीहरू मेरो 2 शब्द भनेकै कालीलाई धेरै माया हामी घुम्न आई लभ यू कति राम्रो देख्यो साथीहरू राम्रै छ राम्रै छ अनि यता चाहिँ हाम्रो म्याम र सरको इन्ट्री हुन लागिरहेको छ है हामी चाहिँ यहाँ म्याम र सरको वेटिङमा छौँ यताबाट 2 लाइन चाहिँ उसको लागि है कसको लागि गोरी हाम्रो झोला ब्याग देखाउनु है ब्याग सबैजना यहाँ मेरो चाहिँ ठुलो है ल ठिक छ फर्काइदिने यस्तरी यही हो सेक्सी केटीको ब्याग चाहिँ यस्तो अवस्था भएको छ गाडीमा नाच्न पनि पाइएन पाकेर मर्न लगाइरहम गाइजहरू पसिना देखाइदिनु पसिना हाई कस्तो लागिरहेछ रमाइलो लागिरहेछ गाडीले गर्दा बिहा म चाहिँ अलिक फ्रेस छु है कहिलेलाई ठिकै छ म झन् बुहारीको साथमा एकदम फ्रेस हो हामी चाहिँ अघिसम्म भाइले आउनु न सुस्मिता म्याम हजुर ओके स्विमिङ खेल्न मन लाग्यो मलाई त खेलिहालौँ न त कसम भने क्या हे आमा ल आउनु न छिटो गाइजहरू खोइ त म्यामहरू कहाँ गएछ यहाँ चाहिँ हाम्रो चाहिँ यता पछाडि स्विमिङ पुल नै छ सबैजना एडजस्ट हौँ हेलो गाइस हेलो कस्तो भइरहेछ अझै रमाइलो गर्नुपर्छ अब डान्स गर्नुपर्छ हामीहरू ओके एकदम
अँध्यारो कस्तो लाइटै नपुग्यो लाइट धेरै हाल्नु पर्यो भन्नु पर्यो क्या ओ दुईटी कस्तो अँध्यारो यार लाइटै पुगेन guys. Hello. What are you doing? Makeup artist. Hi, makeup artist. Side like natural looking. खै छोड्नु त यिनी चाहिँ लुगा नभएर त्यहाँ भित्रतिर घुसिन् अनि हल्ला धेरै भयो हल्ला धेरैले हाम्रो टाउको दुख्यो केही भनिदिनु त केही दुईटा शब्द छ दुई शब्द धन्यवाद यो सिसा त क्या ओइरा जस्तो देख यसरी आएन आजको मेरो ओटिपी चेक भने जुत्ती पाउजु अनि यो चाहिँ फर्न परेको जम्पर अनि आउटर अनि यो मेरो युजल वाच मेकअप नि के गरे भन्दिनु अनि यो मेरो कानको झुम्का अनि यो मेरो सिक्री सिल्भर है सिल्भर सबै सिल्भर लाछु अनि मेकअप नि के गरे चाहिँ मैले यति विङ्स निकालेर अनि आई स्याडो पनि लाथी देखाएन होला अनि लिपस्टिक नि लाथ्यो अघि खाइसकेछु यति हो अनि यो चाहिँ मेरो सिल्भर है फेरि चाँदी यो सबै आउटफिट कतिमा किनेको नि भन्दिनु अनि जुत्ता 550 अनि यो 3000 अनि त्यसपछि यो 75 रुपिसमा किनेको यो अनि यो 150 अनि त्यसपछि यो 550 हैन 550 हो अनि यो चाहिँ मेरो मम्मीले किनेर ल्याइदिनु भयो हो मलाई थाहा छ अनि त्यो नि मम्मीले किनेर ल्याइदिनु भयो यो चाहिँ मैले उडाको शिरदेखि पाउसम्म शिरदेखि पाउसम्म यहाँ आउटर छ हैन अनि यहाँ माला छ माला देखाइदिनु न सिल्भर भन्ने सिल्भर प्योर है प्योर 50 डलर के पर्ल पनि छ होला पर कि परले अनि यहाँ अलिकति प्योर पर्ल अघि भर्खर उताको समुद्र हामीले आफै छानेर बनाएको हामी कुन ठाउँमा अरे अनि यहाँ घडी छ ब्रान्डेड अनि यहाँ अलिकति यो पनि हामीले त्यहाँ समुद्रबाटै खोजेर निकालेको चाँदी पनि फेरि अति नै छ ब्याग कुन ब्रान्डको नि देखाइदिनु न चाँदीले भरेको छ यो चाहिँ डायमन्ड ल यो डायमन्ड छोड्दिनु त डायमन्ड चाँदीमा हो हैन अनि के भन्छ त्यसलाई अमेरिकन डायमन्ड भइहाल्यो अनि यहाँ सुनको अलिकति नदेखेला अलिक क्लोजअपमा अनि सुनको प्योर सुन है प्योर सुन है फेरि प्योर एकदमै साँच्चै नै भने हो त्यो चाहिँ साँच्ची नै हो फेरि हैन अब कसरी साँच्ची लिनुहुन्छ थाहा चाहिँ छ अनि ब्यागको ब्रान्ड एउटा छ मेरो यहाँ एउटा सुजी देखाइदिनु दुईटा रहेछ है यहाँ एउटा चाहिँ पुटाइ समाते थियो डायमन्डको सुज एउटा जुत्ता छ भित्र लेगिज अलिअलि लाछु अलिअलि मात्र यस्तो छ पुरै गेटा चस्मा देखाइदिनु त ढल्काएर यस्तो छ है मेरो ब्रान्डेड चस्मा ब्रान्डेड हिजो मात्रै वाह यस्तो खालको यो हो नि त आउटफिट बना यस्तो छ हैन पुरा छ मेरो मालिका दिदीको इन्टरभ्यु लिनु पर्यो क्या हेलो यो मेरो छ नि कानमा लगाएको चाहिँ यो मैले थाइल्यान्डबाट मगाएको हैन हजुर कस्तो लागिरहेछ हजुरलाई कस्तो राम्रो छ यो मेरो वान पिस छ नि यो चाहिँ मैले यो चाहिँ युएस बाट आउँदाखेरि लिएर आएको हजुर मेरो घडी चाहिँ जापानिज घडी हो कि जापानबाट आउँदा लिएर आएको ल हजुर अनि त्यो पर्ल वाला ब्रासलेट नि ओ माय गॉड मलाई गिफ्ट गर्नु भएको हजुर वाह अनि थ्यांक यू दिजुको पाली नमस्ते हजुर मेरो यो चाहिँ इन्डियाबाट ल्याएको हजुर यो जर्मनबाट ल्याएको औटी यो हप्सीको गाउँबाट ल्याएको चाहिँ नेपालमा बनाएको हजुर यो चाहिँ मैले गिफ्ट गरेको छोड्नु त हेरौँ सुनकै हो है फेरि सुनको हो नि प्योर हो फेरि
ब्रान्ड पनि भन्दिनु जुत्ता भन्दिनु नेपालकै हो यो छोरीको यो चाहिँ मेड इन चाइना प्यान्ट कहाँ किनेको नि भनिदिनु नि त अब प्यान्ट नेपाल किनेको कुन ब्रान्ड भन्नुस् यो माला लाउन बाँकी छ यो चाहिँ तुलसा कलेक्सनको तुलसा कलेक्सनलाई फलो गरिदिनु सपोर्ट गरिदिनु सबैले सपोर्ट गरिदिनु होला आइटम्सहरु एकदम राम्रो छ कपाल चाहिँ हो के मारिका म चाहिँ अनु परे यो पोते मैले फुटपाथ किनेको यो बुहारीको पसलबाट उधार ल्याएको यो चस्मा त्यो भिडकुटे मण्डपको छाप्राबाट ल्याएको म्यामको इन्टरभ्यु लिँदै बाँकी छ एकछिन हस् हेलो गाइस सब्स्क्राइब यो मेरो ब्याग चाहिँ मैले कहाँ ल्याएको छु मैले ब्याग यो ब्याङ्ककबाट ल्याएको चस्मा मेरो जापानिज ओके यो ह्याट त अमेरिकन एन्ड यो ड्रेस चाहिँ जापानबाट वाउ वाच चाहिँ मलेसिया जर्मन सबैले मेरो छोरालाई सबैले अहिले चाहिँ भने स्कर्ट पनि एनबीटीसी को चप्पलबाट वाह चस्मा चस्मा यो थाइल्यान्डबाट ल्याएको है मेरो आउटफिट चाहिँ हङकङबाट ल्याएको होइन मेरो अस्ट्रेलियाबाट ल्याएको हजुर मेरो जुत्ता पनि जर्मनबाट गाइस लकेट भनिस न लकेट ए लगेट त मेरो फेरि यो गोवाबाट ल्याएको है म मान्छे नेपाली पनि सबै विदेशी आफै मैले गोवाको समुद्र खोजेर आफै बनाएको ल भयो है आजको मेरो आउटफिटको बारेमा भन्नुपर्दा यो मेरो चस्मा अनि यो मेरो ब्याग चाहिँ मैले यो इन्डियाको गोवाबाट लिएर आएको अनि त्यसपछि यो ड्रेस चाहिँ मैले यो चाहिँ मेरो साथीले गिफ्ट पठाइदिएको हो यो चाहिँ अस्ट्रेलियाबाट होइन अनि मेरो यो घडी यो चाहिँ मैले नेपालमा न्यू रोडमा किनेको हो थ्याङ्क यू माला यो माला चाहिँ यो तुलसा कलेक्सन है तुलसा कलेक्सनबाट लिएर आएको माला हो यो अनि यो मेरो यो सुज पनि मैले न्यू रोडमै किनेको वाउ इयरिङ भन्नुपर्दा यो चाहिँ मलाई अमेरिकाबाट मेरो बहिनीले ल्याइदिएको मेरो आउटफिट चाहिँ यो वान पिस चाहिँ ब्याङ्ककबाट लिएर आएको जर्मनबाट इयरिङ तुलसा कलेक्सन माला न्यू रोड होइन घरबाट दिदी बहिनीसँगै किने नमस्ते हजुर यो मेरो बम्बईको हो यो मेरो सर्ट चाहिँ बेङ्गलोरको हो यो चाहिँ दिल्लीको हो यो जुत्ता चाहिँ यहाँ नेपालको हो सक्स यो मोबाइल चाहिँ फेरि हङकङको हो यो सक्स चाहिँ इन्डियाको हो एउटी चाहिँ गाडी भाग्यो आई लभ नेपाल गीता दिदी
खिच्यो फोटो रमाइलो भइरहेछ फाइनली आइपुग्यो हामी साइकल यात्री रमाइलो भयो गाइस राम्रोसँग आइपुग्यो भयो हामी दिदी साइकल माग
किर्की भनेको